हेलो वेलकम टु आवर च्यानल। आज चाहिँ हामी सुस्ताको पुलमा हिँडिरहेका छौँ। यताको भ्यू हेर्न सक्नुहुन्छ हजुरहरूले। यति राम्रो यति रमाइलो हो। ल हामी अब यहाँ छौँ सुस्ताको पारी जाँदैछौँ। यहाँ अङ्कल आन्टी दिदी चाउमिन यहाँ छ, नास्ता पनि बोकेर आएको छौँ। ल चाउमिन खाँदैछन् कोही कोहीले। मेरो खानु अनि मलाई दिएँ कस्तो भइरहेको दिदी महसुस? चिसो भइसक्यो तातो हो। यहाँ पनि खाँदैछन्। ल सुस्तापुर घुम्न आएको र भोक लाएर यहाँ पुल नकट्दै यहाँ खान्छौँ। खाना पर्यो नि। खानु खानु ए मैले खान्छु रोक्नु। दुईटा खुर्सानी खाएर लाग्यो यहाँ। अब बाइकहरू आउँदैछन्। बाइकहरू आउँदैछ। लामो रहेछ। खोला नेपालको झन्डा पनि रहेछ ऊ माथि। होइन त्यो झन्डा राख्छ। आउनु न किन हामी मैले छेकेँ ल खिच्न पनि गाह्रो छ। यहाँ बच्चा खेल्दैछन्। पानी यार मान्छे भिड। यहाँ हाँस उड्यो। हाँस कता देखियो उड्यो यार। उड्यो त यार। देखेन क्या सर देखेन। पानी त हाँस उड्यो हाँस यहाँ डुङ्गा पनि रहेछ। मान्छे चढिरह। मान्छेहरू यहाँ छन्। हामी यता जान लाग्छौँ। सुस्ता पारी बाइक आउँदैछ। मैले बोकेर हिँडेछु है, त्यही भएर कचडा त छन् त छ। कचडा यत्रो कचडा रहेछ। कचडा यो कचडा कति त्यही भएर कचडा फाल्नु धेरै नै। यहाँ ढुङ्गाहरू छन्। ए लामै छ यार खोला। उहाँदेखि आएको। आज फेरि यो बादल लाग्छ कि यो कुहिरो लाएर चाहिँ हावा त सरलै आएको छ फेरि। चिसो हावा त मस्तको लाग्छ नि। आन्टी दुई शब्द जाओस् न।
त्यो चाहिँ गुगलमा गर्नुपर्छ लामो छ कि छैन अहिले हेर्नु गुगलमा हेरेर हामीले बताउँछौँ गुगलमा हेरेर बताउँछौँ अहिले गुगलमा हेरेर बताउँछौँ हामीले दिदी 2 शब्द जाओस् आज छोरीहरूसित घुम्न आएको सुस्ताको यो झलुङ्गे पुलमा एकदम खुसी मन भएको यहाँ आउँदा यो पानीमा पनि के अरे खुदो बसायो उखु बसायो हजुरले नि सुँगेर बसाउनु कुछ गर्नु महसुस गर्नु जस्तो फिल भयो नपत्ता सुँगेर बताउनु कमेन्ट गर्नु हो कि होइन होइन यहाँ हामीले भिडियो मार्फत चाहिँ हामीले खुदको बास्न पनि पठाइरहेको छौँ हजुरहरूले सुनेर चाहिँ कोसिस गर्नु यो त फेरि धराप रहेछ यता फेरि है वहाँ खिचौँ न वहाँ फोटो खिचौँ यहाँ फोटो खिच्ने अरे वहाँ खिचौँ ल फोटो खिच्ने अब तयारीमा फोटो खिचेपछि तपाईँहरूसित फेरि कन्टिन्यू अब हामी पारी जाँदैछौँ पारी हुँदैछ आइसक्यौँ पारी आइसक्यो पारी आइयो गाउँ छ यहाँ होटलहरू रहेछ गाउँहरू रहेछ खुल्ला खुल्ला यहाँ सबै यहाँ पाइन्छ पारी आइसक्यो पारी आयो हाम्रो अन्तिर ल पारी आयो है ए पारी टिक्यो यहाँ रहेछ नेपालको झन्डा यहाँ ठुलो रहेछ फोन गरेर बताउनु त अलि फोन नि कोही छैन नि त आफ्नै गाउँका नेपालको झन्डा छ तर यहाँ हो यहाँ रहेछ यहाँ पढ्नु होला बसेर हामी अहिले टाइम छैन मन्त्रालय स्थानीय पूर्वाधार विभाग सस्पेन्सन ब्रिज डिभिजन नारायणी नदीमा निर्मित यति छ स्क्रिनसट गरेर आफै पढ्नु होला अब हामी त अर्कै जग्गामा आइयो त अहिले त फरफर भएर यो पनि अब बजेट आएपछि चेन्ज हुने होला बजेटै आएन कहाँ यो ए म त यो भनेर धन यो खानुभएको छ कि नै पहिला 5वटा अम्लामा घुसाएर खानुभएको छ कि नि हो पारीको सुस्ता क्षेत्रमा नेपाल विद्युत प्राधिकरणबाट विस्तारित विद्युत वितरण प्रणाली र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रबाट निर्मित 100औं मिनी ग्रिडमा एकीकृत राष्ट्रिय विद्युत प्रणालीबाट विद्युत आपूर्ति शुभारम्भ भयो। ल अब यति यहाँ आफै स्क्रिनसट गरेर पढ्नु होला। रामचन्द्र पौडेल आएछ माछा नि स्पेसल छ खिच्न पाइन्छ कि पाइन्न भनेर मात्रै खानेकुराहरू रहेछ। के हो यो बन्द भयो एउटा मात्रै छ के गाउँ हो नि यो सुस्ता नेपाल धेरै ठुलो छ। यहाँबाट निर्वाचित भएर गएन कि नै मान्छे यो कति एरिया छ
निर्वाचन भएको त उही होला त विनोद चौधरी यहाँ भोट हाल्ने कोला हो वनमन्त्री के विनोद चौधरी हालेर जिताएको होला नि अनि वनमन्त्री के अरे उहाँहरूको क्षेत्र हो यो ल पारी गएर आइयो अब हामी पनि अब यो सुस्ता पारी गएर आएर अब यतासम्म दिदीहरू यता यो बजार लाग्दो रहेछ थुप्रै छन् आन्टी मसी कस्तो भयो खुट्टा थाक्यो क्या हो ल लम्बाई लामो पुल बारी बारी गरेर आइयो बाई बाई ल ल जाम 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 यहाँ बस्नु पाइराखेँ ल यो पुल घुम्यो है यति लामो पुल वर्ष के छ 2 शब्द के होइन एकदमै रमाइलो भयो अलिकति हिँड्यो घुम्यो आयो उताको सहर उताको गाउँ हेरेर आयौँ हामीले चाहिँ अब लाग्दैछौँ हामी हो ल गाडी हो है यो कार चाहिँ हो है कार हो के अरे यो 10 रुपियाँ कप चाय 10 रुपियाँ कप भन्छ त्यहाँ यो के हो नि यो सोडा मिठाई पनि रहेछ है रसभरी टाढाबाट दुईटा किन्ने होइन 3टा किन्न पर्छ के किन्ने एक घन्टा खाने त होला नि कति हो नि एउटा दुईटा किनेर बाँडेर 15 त दुईटा यहाँ आयो है ल साथीहरू यहाँ आउनु यहाँ हामी खाँदैछौँ चाख्नु 2टा 3टा कति हो दिदी चाख्नु त गन्ना बारे सला पनि ल वर्षसम्म त कति अरे 50 ल अझै एउटा लिनु पर्यो अझै एउटा अझै 2टा अनि किन अनि आधी आधी अनि तिमी र अङ्कल आधी नि भयो कि हामीलाई ल म यति दिनु पहिला ए हो त्यति दिनु भयो म यति चाखेँ प्रसाद भयो म खाइनु मिठाई हो म खाइनु खै किन्न दिदी पैसा मैसा छैन खुल्ला यहाँ गुरुङ भाषा बोले हम क्या हो बोल्न जाने मान्छे बोल्छ कि बोल्दैन गुरुङ भाषा बोला नि यहाँ हेर्नु छोरी नेपाली बोलेर मलाई आउनु म नेपाली हो म बाउनु म त आउँदैन आन्टी अरू घरमा 2-4 एउटा गाडीमा 1 जना 2 जना 3 जना 4 जना ड्राइभर 5 जना
ल हामी यहाँ झऱ्यौँ है भर्खर झऱ्यौँ। अब यता हिँड्दैछौँ। सिजमलको यात्रा हो भन्छन्। हामी आउन लाग्छौँ। यहाँ मान्छेहरू टन्नै छन्। ए यो होइन, यो त नेपाल प्रहरी रुम हो। के अरे पुलिस। ल दिदी पोतिदिनु। दुईटा सट्ट भित्र छिरियो। हिँड्दा कहाँ पुग्ने। गोबीको खेती सिजमलमा। बस्ने ठाउँ। ल कसको घर गाग्री यहाँ पानी छैन भोर है गाग्री यहाँ। गाग्री यहाँ पानी भोर है। ऊ गाग्री जुत्ता यहाँ राख्न पर्दो रहेछ। यही हो। यहाँ पनि खिच्दै कोही यही हो। ल खिच्यो। यो निस्किएर हामी यता घुमघाम गर्दैछौँ। यता होइन र बुझ्न पाइने। मजाको ठाउँ रहेछ। यता खोला छ है। खोलामा जाँदैछौँ हेर्न। खोला त कति मान्छे रहेछन् होइन त मान्छे। यो बाढी आउनु त यहीँ आउँदो रहेछ त। ए पानी चितवन पारी चितवन है। पारी चितवन हो। सबै मिस्या यही हो सबै। यो मन्दिरमा आइयो। यो मन्दिर पनि कुन भगवान छ आफै हेर्नु होला। सट्ट
आमा आउनु करे सुई सिस्मल भ्याइयो अब घुमघाम गरेर भ्याइयो अब हामी लाग्यो घरतिर दिदी कता अझै कहाँ छ भन्नु त भोक लाग्यो अन्त यार मोबाइललाई कपडा हो कि ब्याग राखेर हिँड्ने त्यहाँ मान्छे अब डुबेको अरे आज कहाँ हो लापत्ता त्यसको समाचार हामीलाई थाहा छैन अब हेर्न पर्छ यसको हजुरले चाहिँ खाना राख्दाखेरि राख्नुपर्छ त्रिवेणीमा मान्छे डुबेछ हामी पर्वको अतिथिमा फेरि गर त रियाक्सन भन्दै चिया एउटा दुईटा तिनवटा चार पाँचवटा चिया गुलियो भन नर्मल ठिक नर्मल एकदम थोरै कम चिनी के को गुलियो तिमीले फेरि घुलले त्यो घोलेर खाऊ लागि चिनी हालेर थोडा हाल हाम्रो एकदम कम पानी दे यहाँलाई तर चिया पठाइहाल्नु त के खानु पर्यो पुरी रे खानी हो र ए त्यही खाएर हिजो लफडा ज्यादा के खा ल मिठो बनाउनु त अङ्कल ए दाइ जानु गर्नु ल हजुर फेरि भलकमा आउँछ फेरि अलिकति नरिसाउनु ल माइला दाइ मैले त माइला दाइ भनेपछि जापानको माइला दाइ भन्छु म फेरि टिकटक हेर्ने ठिक माइला हजुर पर्नुमा जेठा कहाँ छन् माइला भएपछि कान्छा नि होला नि कान्छा कता कान्छा ए अगाडि हो त्रिवेणीको त्रिवेणी बजार नास्ता खाना ओरेर अब हामी चढ्ने के मसला हो गरम मसला सब्जी मसला अब हामी चढ्ने तरखरमा है त यो गाडी हाम्रो हामी अब चढ्ने तरखरमा के भयो ल चढियो अब है त दिन्छ कि दिन सोध्नु त ओहो दिदी यति धेरै चाहिँ गोल्नु न त्यसलाई हिजो पनि त उहाँले धुनु भएको थियो नि हिजो पनि पखाल्नु भएको थियो नि यसमा कति जान्छ 1 किलो जम्नु त पहिला हिजो पक्यो वहाँ जम्मै ठ्याक्कै मौरीको उस मह जस्तो हुन्छ रहेछ यार त्यो उसमा यति बाखा सेकाले कुदो हो त कति जान्छ यता लगभग 1 किलो भाडा 1.5 किलो भन्दा यति कम जाला नत्र त्यति लाने 1 किलो लाने 1 किलो कि 1.5 किलो म खाउँछु 1 किलो ल लाउने किलो उ त्यति यहाँ 1 किलो के भयो मिठो भन किन अनि यो भात खानु चाहिँ हजुरलाई त्यति के को आयो त फेरि फिज दिदीले कति लाने हो 3 किलो खै यति चाहौँ त लाने रे दुईटामा लानु न त लानु मन लाग्यो
बोतलहरू नि होला है नत्र के हो गेली नै छ यहाँ छ न त मिठो हुँदो रहेछ मिसिन यहाँ रहेछ तर पहिला यो खानु खाएर भ्याउँछ। अहिले मिसामला के खानु न पानी उगेर पानी छैन त पानी आयो ल्याउनु भनेकै गाडी हो र ल्याउनु न भाइ बिहान रे कोक खेदाइ ए तुमलेको जान पाइन्छ पाइने जान पाइन्छ त यो उम्लेको रहेछ कि दामी छ साप रहेछ लाग्यो हाइवेमा आइयो घरतिर लाग्यो बाटो यस्तो त हाइवे नेसनल हाइवे पूर्व पश्चिम राजमार्ग भन्ने यही हो यी भविष्यको समानुपातिको नेता समानुपातिको कि प्रत्यक्ष हड्डी यो गरेन भनेको छ नि होइन हिजो महेन्द्र राजाले कति गाली गर्यो महेन्द्रको साली जम्मै तोड्यो होइन महेन्द्र सरकारले त्यति पानी योजना त दिइहाल्छ दिएको र दिएको अहिले चाहिँ कार्यता यो बनाउनु बाटो हेर त बाटो शास्ति छ होइन आजको लागि समाप्त घुमघाम गरेर चिसा पानी आयो यो चिसा पानी आयो कता हजुरको मिटिङ अहिले नै मिटिङ न जाऊ न त यहाँ थियो मिटिङ आन्टीको मिटिङ आज उपस्थित हुन सक्नु भएन ल मैले खिच्दैछु यही देखाइदिनु लाग्यो ल आजलाई बाई